आज कहाँ जानु लाग्यो बुद्ध? हाई हेलो एभ्रिवान, हजुरहरू आरामै हुनुहुन्छ होला। सबैलाई ह्याप्पी न्यू इयर 2083। आज हामी देखाउँदैछौँ हजुरहरूलाई कतारको तुर्बा फार्म। हाम्रो रुमबाट चाहिँ अलिक टाढो देखाएको छ, 1 घन्टा जति देखाएको छ लोकेसनमा। अल सलाल रोडमा देखाएको छ। र मेरो हस्बेन्ड पनि पहिला जानुभएको छैन, तर हुनु चाहिँ उहाँ बस्नुभएको 8-9 वर्ष भइसक्यो कतार, तर पनि उहाँ खासै घुम्नुमा रुचि राख्नुहुन्न म जस्तो। कस्तो धेरै घाम है। झोला बाहिर कति गर्मी। म चाहिँ घुम्नकै लागि कतार आएको भएर सब कुन ठाउँ कहाँ जाने भन्ने लोकेसन हेर्ने मै हो। सरजीले चाहिँ मलाई पहिला म यहाँ बसेको यस्तो गरेको उस्तो यस्तो थियो पहिला, अहिले जस्तो घरहरू थिएन भनेर मलाई सुनाउँदै हुनुहुन्छ। र हामी फार्मको नजिक आइपुगिसकेको छौँ। त्यहाँ देखिरहेछ हल्का ग्रिन ग्रिन टाइपको आइपुग्यो। यस्तो रहेछ। गाडी त भित्र जान्छ नि होइन? भित्र जान्छ। टिकट त भित्र होला नि। यो कतै मान्छे छैन भित्रबाट गर्छ। टिकट होइन मान्छे छैन। तिमी गराउ न। यहाँ चाहिँ पहिला टिकट काट्नु पर्ने रहेछ अनि फर्म भर्नु पर्ने रहेछ। 75 TL रहेछ एकजनाको। ओ माई गड, एक्सपेन्सिभ पो रहेछ। कति मोबाइल नम्बर? 3122। बुद्ध गुरुङ चाहिँ पैसा तिर्नलाई जाँदै हुनुहुन्छ। टिकट काटिसकेर चाहिँ इन्ट्री भयो नि। ठुलो रहेछ कि हराइने खालको रहेछ। अनि त्यो सनफ्लावर त कहाँ खोज्नु पर्ने रहेछ। किन भर्खर त छिर्दैछ। मलाई चाहिँ यहाँ छिर्ने बित्तिकै कस्तो ग्रिन भाइब्स आइरहेको छ। यति धेरै राम्रो रमाइलो लागिरहेको छ। कतारमा पनि यति धेरै ग्रिनरी देख्नु पाइन्छ, घुम्नु पाइन्छ भनेर सोचेको थिएन। ठ्याक्कै हाम्रो नेपालको राष्ट्रिय निकुञ्ज कुनै ठाउँको राम्रो ठाउँहरू हुन्छ नि त्यस्तै लागिरहेको छ। र मलाई चाहिँ यहाँ सनफ्लावरको भिडियोहरू देखेर आएको, खासमा कहाँनिर छ थाहा छैन। त्यो सनफ्लावरको बारीमा फोटो खिच्ने रहर थियो कि मेरो पुरा हुन्छ कि हुँदैन थाहा छैन। आज एक्साइटेड छु। अनि गाडी पार्किङ गर्ने ठाउँ चाहिँ कता छ भन्दै हेर्दैछौँ हामी। भित्रै पनि लानु मिल्छ होला भन्दै हेरिरहेको छौँ। एकदमै ठुलो रहेछ ठाउँ चाहिँ। म चाहिँ त्यहाँ इन्ट्री हुनसाथ त्यो सनफ्लावरको बारीहरू कता छ भनेर सोध्नको लागि स्टाफहरू खोज्दैछु यहाँनिर। मेरो टार्गेटै त्यही छ, तर खै मान्छेहरू देखिरहेको छैन। यो त के हो के पो रहेछ। यतातिर त खिचि नसक्नु के। र मेरो लागि चाहिँ साह्रै दुःखको कुरा, म सनफ्लावरको बारीमा फोटो खिच्छु, भिडियो बनाउँछु भनेर कति दिनदेखि सपना देखेको थिएँ। त्यो चाहिँ मेरो चकनाचुर भएको छ। भर्खरै 10-15 दिन अगाडि चाहिँ सिजन सकेर सबै सनफ्लावरहरू काट्नु भएको रहेछ। यहाँको स्टाफले भनेर भनिसक्नु भयो। अब ठिकै छ। र हामी यहाँ चाहिँ माथि आएको छौँ। यो चाहिँ अलिक माथि हाइटमा रहेछ। सर र अब आउने भ्युजहरू सबै देखिने एकदम आनन्द भयो यहाँ। अब मैले भनेको जस्तो नभए पनि अब अर्कै फुलहरू भएको ठाउँमा जान्छु भनेर सोचिरहेको छु। खोज्नु पर्ने छ। एकछिन हामी यहाँनिर रेस्ट गरेर खोज्नेछौँ अनि भ्युजहरू हेरिरहेछौँ। एकछिन स्टार्ट भए पनि हुनु त यहाँ धेरै थुप्रै छन् अरू पनि गार्डनहरू। अब कहाँ अलिक राम्रो फुलहरू छ भनेर हेर्छु म। नेक्स्ट मेरो टार्गेट चाहिँ बुद्ध गुरुङ चाहिँ यहाँ जुस पानी पिउँदै हुनुहुन्छ। दिउँसोको समय छ 3 बजी 4 बजीको, गर्मी छ, सो उहाँ पिउँदै हुनुहुन्छ। हामीले सोचेको भन्दाखेरि चाहिँ यो तुर्बा फार्म अलिक धेरै नै ठुलो रहेछ। जति हिँड्यो त्यति ठाउँ आउने कि नयाँ जति हिँड्यो त्यति धेरै। हामी चाहिँ 2:30 बजीतिर आएको यहाँनिर 3 बजीतिर। यहाँ पुरै घुम्नको लागि चाहिँ बिहानै आउनु पर्ने रहेछ। दिउँसो आएर चाहिँ हामीले नभ्याउने रहेछ किनभने एरिया एकदमै ठुलो छ। हामीले यहाँको 30-40% जम्मा हामी हिँड्यौँ
डुल्यौँ होला। सबै घुम्नलाई चाहिँ टाइम पनि हाम्रो पुगेन किनभने मेरो हस्बेन्डको चाहिँ 6:30 बजीदेखि ड्युटी थियो, त्यही भएर हामीले 3 घन्टा 4 घन्टामा त 30-40% मात्रै सबै घुम्ने मन छ भनेदेखि चाहिँ बिहानै आउनु पर्ने रहेछ। धेरै ठुलो एरिया रहेछ यहाँनिर। कति धेरै गार्डनहरू छ, 1-2 ठाउँ चाहिँ फोटो खिच्यो, भिडियो बनायो, मेरो सुटिङ सकियो। सरजीले चाहिँ खिच्नु अलिक अल्छी गर्नुहुन्छ, त्यो पनि भोलि फकाएर खिचिदेऊ न एकचोटि भन्दै खिचिमागेको हो। उहाँ हिँड्दै हुनुहुन्छ, तर गार्डनहरू कस्तो सफा छ, एक्स्ट्रा झारहरू पलाएको यताउति छैन, सबै गोडमेल गरेर राम्रो हाम्रो त्यो गाउँघरतिरको फुलबारीहरू हुन्छ नि, एकदम सफा बगैँचाहरू जस्तो त्यो टाइपको राम्रो देखिन्छ, सफा राम्रो। अब जति घुमे पनि त्यति सकिँदैन, यहाँ धेरै ठाउँ छ। मजाले फुल खिच्नको लागि चाहिँ बिहानै आउनुपर्ने रहेछ। यो आधी दिनमा आएर चाहिँ भ्याइँदैन, त्यही भएर छोटो 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 मैले क्लिप लिइराखेको छु। अनि सरजी चाहिँ हतार हतार गर्दै हुनुहुन्छ घुम्नको लागि। मलाई चाहिँ कस्तो घुम्ने धेरै मन थियो, उसले हतार हतार गर्दैछ। लो बाबा यहाँ बस्नु मिल्दो रहेछ, यहाँ पसौँ न के बाबा फोटो खिच्ने। र मलाई यहाँ सबैभन्दा अलग अनि राम्रो लागेको चाहिँ यहाँ फेरि छुट्टै अलग किसिमको ठाउँ रहेछ। माथि स्टेप चढेर भ्यू हेर्ने ठाउँ, एकदमै ग्रिनी सबैतिर। अनि त्यसपछि यो पुल जस्तो बटारेको छ कि डर लागिरहेको छ मेरो वेट धेरै भएको हुनाले ला भनेर, तर एकदमै स्ट्रङ चाहिँ छ। यहाँबाट छुट्टै रिफ्रेसमेन्ट हुने रहेछ, कतै नयाँ नौलो खालको एक्सपिरियन्स भइरहेको छ मलाई चाहिँ। सो एकदम आनन्द आइरहेको छ। अनि यो बाटो पनि छोटो छैन, यो जुन माथिको यो पुल जस्तो यो नयाँ ठाउँ छ नि, एकदमै लामै छ कि एकदमै रमाइलो छ। यो छोटो खालको छैन, 4-5 मिनट लाग्छ कि यो वेमा पुरा कम्प्लिट गर्नलाई चाहिँ। माथि चढेर भ्यू हेर्नको लागि एकदमै नयाँ छ, एकदमै राम्रो। यति भिडियो खिच्नलाई पनि मैले कतिचोटि खिच न भनेर फकाउनु पर्छ क्या। यो हामी केटी मान्छेहरू जस्तो केटा मान्छेहरूलाई चाहिँ अलिक खिच्नु मन नलाग्दो रहेछ। उसले खिचिँदा वाक्क भइसकेको छ भन्नु पनि मैले धेरै खिचाएँ। र आजका हाम्रो तोर्बा फार्मको टाइम चाहिँ सकिन्छ भन्दै हजुरहरू पनि आफ्नो साथीभाइहरूसँग आफ्नो फ्यामिलीहरूसँग पिकनिक जाने मन छ भने यस्तै ग्रिनी हरियाली ठाउँमा रिफ्रेसमेन्ट हुन चाहनुहुन्छ भनेदेखि चाहिँ यो भिडियो हजुरको लागि पनि म रिकमेन्ड गर्छु। र फेरि पनि अर्को हाम्रो नेक्स्ट भिडियोमा भेट्नेछौँ। कमेन्ट गर्नु हजुरहरूलाई कस्तो लाग्यो भन्दै। टेक केयर, गड ब्लेस यु अल।